Right now चाहिँ I can't express how happy I am because मेरो छोरीले भन्दैछ बिकज मेरो चाहिँ 5:30 छुट्टी हुन्छ होइन अनि ब्लक एमा हो मेरो काम चाहिँ अनि ब्लक एबाट ब्लक बीमा चाहिँ सिनियर ब्लक चाहिँ ब्लक बी हो जाँदाखेरि चाहिँ एउटा यस्तो दामी सरप्राइज रहेछ म त भएको कि आई विश आई कुड like somebody would capture that expression of mine, that reaction of mine. Sorry, but lipstick puts in ल नो प्रब्लम र त्यो ह्याप्पी चाहिँ म किन भएको भन्दाखेरि चाहिँ देयर वाज अ भेरी ब्युटिफुल सरप्राइज होइन यहाँ खोजेको एकछिनै ये बेटे या I found one. मलाई चाहिँ एकजना स्कुलको म्यामले यो ल्याइदिनु भएको रहेछ I wanted to try this, but I have no lipstick now. ओके लेट मी स्पिक फर्स्ट ल मलाई चाहिँ यो ल्याइदिनु भएको रहेछ होइन Can you tell me where अनि brush यो is? चाहिँ आई स्याडो हो Brush. सो यो हो होइन आई स्याडो चाहिँ यस्तो दामी छ कि फेरि यो उतबाट ल्याएको होला नि विदेशबाट ल्याएको हो नि ए हो इम्पोर्टेड माई गुडनेस के भन्नु र मेरोमा थिएन साँच्चै पहिला एकचोटि किनेको थिएँ हराएको थियो त्यसपछि हरेस लागेर नकिनेको मैले गिफ्ट पाएँ वाउ थ्याङ्क यू सो मच अनि ए सरी यो चाहिँ देखाउनु बिर्सेछु यो लिपस्टिक पनि छ यो चाहिँ कस्तो युनिक कलरको रहेछ क्या पर्पल कलरको अनि यो यस्तो दामी छ यो झन् यो चेरी रहेछ चङ्की चेरी यस्तो दामी यो चाहिँ आमाको हो यो चाहिँ मेरो म्यामले मैले चाहिँ डार्क कलरको लाउँछ भनेर डार्क कलरको ल्याइदिनु भएको होला है ल थ्याङ्क यू सो मच म्याम थ्याङ्क यू सो मच आई कान्ट एक्सप्रेस हाउ ग्रेटफुल आई एम ओके यो लिपस्टिक लगाएर देखाउँछु म दिस इज हाउ इट लुक्स मैले कहिले लगाएको छुइनँ यो कलरको बाइ द वे अनि यस्तो दामी स्मेल यसको माई गॉड फ्रेग्रेन्स नट स्मेल दामी खतरा थ्याङ्क यू सो मच वन्स अगेन माई इभन माई डटर इज भेरी एक्साइटेड रियली एक्साइटेड राइट से थ्याङ्क यू भन न त जोडले हौ म्याम भनिदेऊ ओके